आजको मौसमले चाहिँ मासु अफर गरिरहेको छ है साथी। पानी पनि परिरहेको छ हल्का फुल्का। हाम्रै भाउजू र म चाहिँ बाहिर जाँदैछौँ। बिस्तारै पानी पनि पर्न लागिरहेको छ। एउटा दुईटा थोपा खसिरहेका छन्। भिडियो बनाउँदै गर्दा बुनुको कपाल पनि यसो सो गर्नु पर्यो भनेर यसो हातमा लिँदैछु मैले। कपाल हेर्नु त कति लामो छ हाम्रो बुनुको। आहा, एकछिनमा पानी बिदो हुन्छ कि भनेको त बिदो होला जस्तो लागेन। र हामी दुईजना चाहिँ अब हाम्रो गिफ्ट लिनको लागि चाहिँ हामी दुईजना बिस्तारै जाँदैछौँ छाता ओढेर। पानी परेको मौसममा बाहिर रुजेको देख्दा त क्या रमाइलो लाग्छ, तर आफै निस्किँदा त झ्याउ लाग्ने रहेछ लास्टै। हामी दुईजना पनि झ्याउ मान्दै मान्दै भए पनि अगाडि बढिरहेका छौँ। र हाम्रो चाहिँ आज स्पेसल गिफ्ट आउँदैछ र मैले अघि पनि भनिसकेँ। र हामी त्यो गिफ्ट लिनको लागि दुईजना छातामा कोची कोची भए पनि अगाडि बढिरहेका छौँ है। भाउजूले खासै भिडियो नबनाउनु न, मलाई त लाज लाग्छ भनिराख्नु भएको थियो है। र हामीले चाहिँ फाइनल्ली गएर गिफ्ट चाहिँ एक्सेप्ट गरिसकियो। र यो गिफ्ट चाहिँ मैले हजुरलाई अहिले कोठामा गएपछि देखाउँछु के हो भनेर। र हामी जाँदाखेरि चाहिँ बेसरी पानी परेको थियो। अहिले त हामी फर्किँदा त पानी नै परेन है। पानीले गर्दाखेरि यो फुल झरेर हेर्नु त कति राम्रो देखेको छ। आहा, जाँदाखेरि पानी परेर मोबाइल पनि समाउन सकिएन। र आउने बेलामा चाहिँ छाता हातमा हल्लाउँदै फर्किरहेका छौँ। घाम लागिरहेको छ, ब्याकग्राउन्डमा पनि देख्न सकिन्छ है। र हाम्रो स्पेसल गिफ्ट चाहिँ यो हो है।